हामी चाहिँ अब रुमबाट बाहिर निस्केर साथै ब्रस गरिरहेछ होइन हामी चाहिँ यता टेन्ट हाउसमा बसिरहेको छौँ सो लुक एट द भ्युज गाइज वन्डरफुल इट्स कति बज्यो कति ओ नो 6:15 बजिसक्यो रहेछ है त गाइज 6:15 बजिसकेछ भ्यू हेर न भ्यू हाट हिमालकै साइलुङमा चाहिँ आउनै पर्ने ठाउँ रहेछ अझ झन् यहाँ माथिबाट त चारैतिरबाट हिमाल देख्छ ओइ हिमाल ओइ मुन अझै पनि रहेछ मोबाइलमा चाहिँ कस्तो ब्लर आउने अनि यो चाहिँ भाइरल बुद्ध साइलुङको बुद्ध अब यहाँ पनि जान्छौँ हामीहरू आजको दिन चाहिँ घुम्ने हो यता कस्तो त हामी सयवटा लुङ रे सयलुङ भनेको 100 हिल्स अब यो ग्रेट वाल चाहिँ यता छ अनि त्यो यहाँको भाइरल स्टुपा चाहिँ ऊ यहाँ माथि अब यहाँ चढ्छौँ है त हामीहरू सो बिहानको चहल पहल है त यता बाटो एकदम राम्रो छ है गाइज गाडीबाट पनि हालेछ हाम्रो बाइक चाहिँ यहाँनिर छ इन्डो हिरो होन्डा साइन सनराइज यहीँ हेर हामी पनि चाँडै उठ्छु भनेर गयो उठ्नै सकेन पानी त बरफै उठ्नै बाइक स्टार्ट हुन्छ नि साइलेन्सर छामा देखा न साइलेन्सर छामा साइलेन्सर कपिन आइस कपिन साइलेन्सर छामा देखा तातो छैन भनेर प्रुफ तातो छैन ल इशारा देखाइदे सेल्फ हान्ने कि सेल्फ हान्ने नि चोक तान्ने नतान्ने है लेट्स सी गाइज सी है बिस्तारै सेकेन्डमा नि भयो चोकै तान्नुपर्छ यसो पान त पर्दा के भन्ला चिसै हो 3:30मा स्टार्ट भयो चिसो भएको यो चोक तान्ने आफै हुन्छ सरी चोक तान्ने भने आफै हुन्छ चोक हिँडेर हामी पुग्छौँ ल यहाँ चाहिँ हाम्रो साउजी छ भिडियो हाम्रो सरोज अन्डाको कति हो अन्डाको एउटाको पर 60 रुपैयाँ र हाम्रो साउजी है त स्ट्रगल गरिरहेको छ यहाँ जबिज त्यो चाहिँ हो अब यो आगोमा म चाहिँ किन नबसेको भन्दा बसेपछि बसेको हुन्छ कि तर यस्तो न्यानो छ नि कमी लग्जरी लाइफ हाम्रो सरोज सरको अन्डा खाएर यहाँ कस्तो थाक्यो अझै चढ्नु बाँकी छ हिमालहरू कस्तो राम्रो देखेको यत्रो चढ्यो अझै गेटपाल चढ्नु बाँकी छ आइज स्वा नै हुन्छ यार ओ सूर्यदेव सूर्य नमस्कार म आउँछु मङ्गलबार हो नि त तिमीलाई सम्झेर रुन्थे रुन त ओइ मा कस्तो राम्रो देखे यहाँ चाहिँ बाइकहरू कसरी आयो हामीसँग के बादल होइन बादल कस्तो दामी बादल जस्तै यहाँ बाइक कसरी आयो हामीसँग स्क्याम भयो त्यस भए यहाँ आइपुग्दा होटल कम महँगो छ कहाँ जाँदैछ फेरि तल जाने हिँडेर फेरि जहाँ छ त्यो हुन्छ नि बाइक हिमाल हेर्न कस्तो राम्रो नेपाल स्वर्गै है कवि स्वर्ग हो नि नेपाल के गर्ने
लग्जरी लाइफ चाहिन्छ मान्छेहरूलाई। ओए यही हो साइलुङ भनेको, सयबाट डाँडा देख्छ। यो त ट्रेलर मात्र होइन, मैले कुकुरहरूलाई किन बाख्रा देख्छु, जहाँ पनि कुकुर हुन्छ नि यस्तो। हो क्या दामी। सूर्यदेवताहरूको ग्लासै गाली गरिहालेर चाहिँ सुतिँदैन अझै भन्दा होला। सुत्दै भने यस्तो चिसो चाहिँ सैलुङ मर्निङ फ्रम सैलुङ। माउन्टेन भ्यू, माउन्टेन भ्यूले अब हामीलाई स्पोन्सर गर्नुपर्छ। सालको पातो त परी टिपेर बोली मिठो। हिजोको म्याम भिडियो बना म्याम कति म्यामे भन्दो रहेछ। वाउ क्या दामी सूर्यदेव। ए सूर्य यता हल्का परे सूर्य बाटै राम्रो छैन रे। अनि लास्टमा बिस्कुट नि आउँछ। किन आउँदैन, आउँछ नि, मन हुनु पर्यो नि। मान्छेले यसो सुनिराख्छ सिधै यस्तो सुन्छ होइन, हेर्दैन भिडियो गर्नु कानमा लगाउँछ। त्यो हिमाल चाहिँ दामी देख्छ होला लेख्न। हिमाल त खत्रै जुम गरेर हेर्दा देख्छ हिमाल। त्यही त्यो 1x माथि थिच्नु माथि, अन्त त्यही गरे नि हिमाल त खत्रै छ नि। ठ्याक्कैले लाइट मिलेको छ कि सूर्य भगवान् हाम्रो। मलाई चस्मा पनि हाँस उठिसक्यो, जिन्दगी लाउँदैन त। यहाँ हिँड्दा हिँड्दा यहाँ हामीले बरफ देखिसक्यो नि। यहाँ बरफ हिउँ देख्यो, हिउँ हिउँ हिँड्ने। लेट्स किप हिउँ 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 यतिकोमा हो नि। यता पनि छ हिउँ 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 हिउँ। अझै कति हिँड्नु छ, ग्रेट वाल चाहिँ सक्यो अलरेडी अलरेडी। फाइनल्ली यो युट्युबको भ्लगहरूमा हेर्दा हेर्दा वाक्कै भयो है। अब कहाँ जाने, सैलुङ जाने कि महादेव जाने? पहिला सैलुङ जाऊँ न। होइन गुफाको एनर्जी, अनि पछि फेरि घाम लाग्यो भने त भ्यू त्यो हुन्छ नि। पहिला भ्यू हेरौँ है त गाइस। सरी महादेव, आई विल कम लेटर ओके। बाटो राम्रो छैन भन्नेलाई एक खाउँ दिनु मन लाग्यो मलाई। मेरो छ नि त पछि त्यो डे टाइममा घाम आयो भने भ्यूै देख्दैन नि, थाहा छ। हेलो त्यहाँ आएको छैन। बच्चाहरू लड्ला है त्यस्तो ठाउँमा। ओ भीमसेन महाराज, ओइ भ्यू हेर त, ओइ हेर्न गर्दा मेरो हेर हेर हेर। खै त मेरो जुमै भएन, जुम गरिदिए त। फोटो खिच्नु भिडियो खिच्ने रेकर्ड छ, रेकर्डै छ फेरि क्यामेरामै। त को अरे त बुद्धिस्ट हो? अनि किन भीमसेनलाई मानिरहेको छस्? हिन्दू भगवानले मान्छस्? भीमसेनको तरबार छ यहाँ अर्कामा। पैसा तिराख कहाँ लिन्छ हो र? कहाँबाट सुनिस् यस्तो कुरा फेरि?
पर्समा हालिहाल्ने क्या यस्तो पैसाहरू थ्याङ्क यू भीमसेन महाराज आई हेभ गट 15 रुपियाँ कति महादेव हो महादेव पछाडिको भ्यू देखाउन ओइ सो गाइस दिस इज अझै हस्याङ फस्याङ भइसक्यो म त हिँड्दा सैलुङ यता राइटबाट रे होइन फेरि अनि लेफ्टबाट झुङ्गे महादेव रे झुङ्गे होइन ढुङ्गे महादेव छैन पछाडि हेर्न दामी कस्तो राम्रो हिमाल हो जुम गरेर देखाइदिँदा हाम्रो भ्युवर्सहरूलाई क्या दामी है मौसम कविर मौसम राम्रो छैन हो मौसम ल यस्तो छ है त अब बाटो धेरै राम्रो छ अझै हामीलाई माथि हिँड्नु छ यस्तो चिसो छ होइन तर गर्मी भरै पानी खानु परिरहेको छ यसले गर्दा बिहान हामीले सनराइज हेर्न नपाएको अलार्म बन्दै सुत्ने यही हो पुग्यो यस कहाँ पुग्छ हेर्दा मात्र पुग्यो नि कवि नि त्यो हिमालमा एकजना साथी चाहिँ कस्तो हामी त ओ ढ्यान्टै साइलुङको अब लास्टै डाँडा चढ्यो नि यो सबै चढेर आएको हामीहरू एउटा दुईवटा तिनवटा अझ तल कति छ अब फेरि एउटा डाँडा चढ्नु छ यो डाँडा चढेपछि फेरि अर्को छुट्टै यता हामी जाने चाहिँ ऊ यो अझै यहाँसम्म छ यो लेट्स गो चलो है माथि दामी हो क्या ल जन्नत भन्ने कस्तो हुन्छ भाइ नेपाल हेर्न हो सैलुङ हेर्न हो यो कस्तो गणेश जस्तो देखिरहेको छ हेर्दा गणेश हिमाल नि गणेशको सुन हात खुट्टा के धौलागिरी होइन ऊ कालिम्पोङ भइहाल्यो हिमाल माछा पुछ्रे चाहिँ कहाँ छ माछा पुछ्रे त देख्दैन होला टपेस्ट हो त हामी है तलदेखि यहाँसम्म चढेर आयौँ अझ अलिकति पुग्न लाग्यो ल यहाँ छ हाम्रो लगभग यो गन्दाखेरि 6वटा छ 6-7वटा भन्दा बढी छ अहिले यहाँबाट देख्ने 6-7वटा छ अनि यहाँ ढुङ्गा सानो कति छ यो ढुङ्गा चाहिँ दामी छ ओइ पुरै पिगड्यो फाइनल्ली हामी नेभल अफ द अर्थ रेपसिको 92 यार त कस्तो अर्कै इनर्जी आएको क्या यहाँ है थाकेको सब भयो बन्द गर भिडियो हामी सैलुङको टपमा पुग्यौँ फाइनली हो हिमाल चाहिँ कस्तो राम्रो देखेको आउँदा त गर्मी नै भयो नि यहाँ ओहै के छ खबर यो के हो यहाँ बुद्धको पाइला भन्ने यहाँ थियो कि मैले भ्लगमा हेरेको थिएँ के खै त बुद्धको पाइला यही हो यहाँ लेखेको हटायो कि क्या हो त्यहाँ रहेछ बुद्धको पाइला पछाडि यही हो बुद्धको पाइला यो अनि बुद्धको पाइला यो होइन बुद्धको पाइला त्यो अघि हामीले हेरेको ढुङ्गा हो ओइ जन्नत यस्तो चाहिँ कसरी बनाउँछ हामीले त बनाउनु सक्दैन ठाकिसक्यो स्टोभ आयो बुद्धिस्टहरू यस्तै हुन्छ एउटा छाप छोडिरहेको ओइ बख यताबाट उता जानु पर्यो कि फोटो खिच्छ टकटक एउटा दुइटा जाउँ न
ओए हिमाल कस्तो राम्रो यहाँ बसेर खान पाएँ भने नि साइन अफ पिस म्यान कस्तो आनन्द के भाइबै कस्तो आउँछ कि मैले चढ्न पैसा थाहा छ नि पापाजी बिहा मैले छातेर ल्याएको थिएँ ल्याउनै बिर्सेँ हामी ल्याउनुपर्छ नि सम्झेर यहाँ चाहिँ भगवान् बुद्ध हो त बुद्धिस्ट हो अन्त त हिन्दू भन्छ त यो बुद्धिस्ट भगवान् हो कि हिन्दू भगवान् हो थाहा छ मिक्स हो होइन हेर त राम्रोसित त्यो मेन मूर्ति हेर त मोबाइलमा है यो बिचको के हो थाहा छ महाकाल त्यस्तो छ अनि हिन्दू बुद्धिस्ट भनेर झगड्नु मिल्छ तल आइज न कम डाउन अनि तल जा उता सिधै जान लेफ्टी अलि तलै जा हो र दामी छ यहाँ हिउँ सबै ठाउँमा हिउँ हुन्छ होला है बादल जस्तै उडी गयो मन बुझ्नै सकेन मैले बेल जस्तै उर्लियो चिसो जमसमै बजार भयो त जुम तल झर्दा छुट्टै भ्यू क्या है माथि हिमाल मोबाइल कस्तो नदेख्ने तर अगाडि जा न कि म अगाडि जानु पऱ्यो कि त अगाडि जानु पऱ्यो जा न जो गयो नि हुन्छ टक्क अनि R15 चलाउने केटाहरू मन पर्छ प्यारोनोमा है पहाडकै ऊपर कस्तो टुप बाँच्न आएको जय श्री महादेव हर हर महादेव बुद्ध अरे फेरि यत्लालाई सृजनले गाली गर्ला है महादेव मार ओइ यहाँ चाहिँ चान्चु पैसा 5-10 रुपियाँ छैन अघिकै पैसा चढायो हो र मैले पैसा अघि पैसा निकाल्छु नि त चान्चु अहिले चान्चु फिर्ता दिएन अलिअलि तल जाने होइन तल जाने यहाँबाट चाहिँ उँधो चाहिँ नजाने यहाँ बोट आएको छ यो उताबाट त्यसै जाने ठ्याक्कै गेट अब मुखैमा पुग्नुहुन्छ है छ त बुद्धिस्ट फ्ल्याग है यही हो त है ग्रेट वाल धेरै दुःख पाएँ 1 घन्टाको ग्रेट वाल है त यो माउन्टेन देखा न यस्तो हो नि यार यस्तो दामी लुक एट दैट यार मान्छेहरू चाहिँ अहिले आएर छ हामी त बिहानै आएको थियौँ अनसिटेन माउन्टेन कस्तो दामी देखेको यार ग्रेट वाल अफ चाइना वाइल्ड हिँड्यो है जा 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 1 घन्टा हिँडेको हामीहरू है आउने जाने 2 घन्टा हिँड्यो अब आधी घन्टामा पुग्छ होला यति हेर्नलाई 1 घन्टा हिँड्न आएको है मान्छेहरू पनि धेरै आएछ साढे 1 बजी हिँडौँ माथि जाउँ ओइ क्यामेरा कुन पुज्यो ओइ हिमाल हिमाल ओहो हिमाल चढ स्टार्ट बिस्तारै आइज नि स्टाइल मारेर ओ यस हाँस्दै अब स्टाइल पोज मार्दै अब यता हेर ओ दामी ल गाइस
आशिष बाई बाई गरे बाई बाई आशिषले भनेको यस्तै अफरोड होला कि यो यस्तोले नरम बाटो भन्छ घ्यार घ्यार त हुन्छ नि यस्तो ठाउँमा आएर पिच रोड चाहिँ आइपुग्नु अरे फेरि 5 गियरमा हाल्नु चाहिँ हुँदैन होइन गाइस बाई बाई सैलुङको बजारमा यस्तो छ बाटो यसलाई देखाउनै पर्छ है बाटो तेरो फुस्क्यो लगो बिस्तारै लगो भयो भयो जय भीमेश्वर जय भीमसेन महाराज की जय दोलखा भीमसेन की जय छुट्टी आयो यही भनेको खै उता त छ बाँकी जब त यहाँ त देखेँ तर पछि फर्किन्छ लागिन्छ पहिला जाम होला र पहिला दोलखानी जाम के Yes. Kataबाट Yes, I am looking at This is Uswaita. Bakra, के भयो वाह ओइ हात त पुरै बरफ भइसक्यो जग्गालाई बिस्तारै ओइ 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 केटोले हात छोड्यो है भाइ यहाँ बस्ने हो नि त कमेन ओके उनीहरू पनि हामी जस्तै होला है ओए नेपालको बाटो अरू सैलुङको बाटो राम्रो छ क्या कि पिचै नगर्नु बाइकको फोटो यस्तो दामी आउँछ नि चिसो चिसो हावा चन्द्रमा आकाश यहाँ त पुरै मुक्कै हुन्छ क्या यो उसुले त्यो कालिचोक भन्ने त्यही जस्तो लाग्यो त्यही हो कालिचोक यहाँ देख्छ कि त्यसो है मोबाइलमा हेरौँ त कालिचोक यही हो यो टुप्पोको यही हो कालिचोक त्यस्तो टुप्पो छ नि त्यो पानी खान्छ बाइक कस्तो पानी पनि कस्तो सही आइरहेछ कि ए पानी रे बाइक ठाउँ चाहिँ A1 हो मेरो बाइक पानी खान्छ पनि बस